अभी हम लोग हैं सिंधली जिला के सुनकोशी गांव पालिका वार्ड नम्बर 5 स्थित भालु खोलातिर। अनि तपाईँको यहाँ हेर्न सक्नुहुन्छ ऊ डाँडाहरू छ, यता डाँडाहरू छ र यता घरहरू छ, सबै बनाउनु भएको छ, घरहरू छ हेर्नुहोस्। अनि तपाईँको के छ नि यहाँनिर विशेष भनेको यो खोला हो। यो खोला हो, यो खोला ऊ माथि परबाट आएको हो, माथिबाट आएको खोला हो। अनि खोला माथिबाट आएको हो र यहाँ मान्छेहरू विशेष गरी के गर्छ नि खोलाबाट नै यस्ता कार्यहरू के उब्जनीहरू गर्छ। जसरी यहाँ हेर्नुहोस्, ऊ हेर्नुहोस् कति राम्रो बनाएको छ, ऊ पुरै हेर्नुहोस् कति राम्रो बनाएको छ। यो सबै तपाईँको सिमी जुन हामीहरू बोडी भन्छौँ नि हाम्रो मधेसमा बोडी भन्छौँ न, यो बोडीको सिमी हो। र यो सिमी उब्जाउनको लागि उहाँहरू तपाईँको यहाँ नलबाट यहाँ हेर्नुहोस्, यहाँ तपाईँलाई म देखाइदिन्छु। यो नलबाट हेर्नुहोस् पानीको धारा कसरी बगिरहेको छ। यो खोलाको पानी चढाएको छ। एउटा माथि चढेछ, यो माथिबाट झरिरहेको छ, एउटा तल झरिरहेको छ। अनि यो झर्दा 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 ऊ तल परसम्म जान्छ। अनि उता पनि गरेको छ फेरि खेती। अनि त्यो हेर्नुहोस् सबैजनाले खोलाको छेउछेउमा खेती गर्नु। यो पाहाडमा माथि माथि खेती हुँदैन। खेती हुनु भनेको तपाईँको खोलाको छेउमै खेती हुन्छ। र उहाँहरू यो खेतहरूलाई एकछिन पनि खाली छोड्दैन, एकछिन पनि खाली छोड्दैन। तपाईँको उहाँहरूले आलु खन्नुभयो, आलु खन्नु लागि चाहिँ तपाईँको बोडी लगाइहाल्नुभयो र बोडी लगायो। अनि बोडी उखाल्छ नि, बोडी उखाल्ने बित्तिकै यहाँ हेर्नु मकै हेर्नुहोस्, यो मकै छ नि मकै भइहाल्छ। अनि मकै काट्ने बित्तिकै धान भइहाल्छ। फेरि मकै काट्ने बित्तिकै धान भइहाल्छ र धान काट्ने बित्तिकै आलु रोपिहाल्छ। किनकि यहाँनिर तपाईँको जग्गा कम छ, उब्जनी हुने जग्गा कम छ र तपाईँको कमै जग्गामा यिनीहरू उहाँहरू यो गर्न सोध्छ नि कि कमै जग्गामा हामी कति उब्जनी गरोस्, के गरोस् नगरोस् त्यस्तो सोध्छ के। अनि त्यही भएर उहाँहरू तपाईँको कम जग्गामा बढी उब्जनी गर्न खोजिरहेको छ। तपाईँको जग्गा त छ पाहाडमा, तर पाहाडमा माथि सिँचाइको छैन, सम्भव सिँचाइ छैन। किनभने माथि माथि पानी चढ्दैन यहाँ। कि पानी चढ्छ माथि लेकमै गएर, माथि लेकमा गएपछि मात्रै पानी आउँछ, कि तल यो खोलाको पानीले मात्रै खोलाको पानीले मात्रै हुन्छ। अनि त्यही भएर उहाँहरू तपाईँको यो गर्छ, खेती गर्छ। अनि खेतीमा पनि उहाँहरू धेरै मेहनती हुन्छ, हाम्रो मधेसभन्दा दुगुना मेहनती हुन्छ। किन मेहनती हुन्छ भने त्यो पनि भनिदिन्छु तपाईँको। ऊ हेर्नुहोस् खोला जुन छ नि यो कत्रो आली बनाएको छ हेर्नु त, कति सानो सानो खेत छ, कति सानो सानो छ। किनकि उकालो ओह्रालो ओह्रालो गर्दै 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 पानी रुक्नको लागि, पानी अस्थिर हुनको लागि, पानी बस्नको लागि मात्रै उहाँहरू यस्तो यस्तो सानो सानो आली बनाएको हुन्छ र तपाईँको उम्जनी हुन्छ यस्तरी। अनि त्यो टडेल देखिरहेको छ नि, ऊ टडेल, त्यो टडेल भनेको टमाटर खेती हो। त्यो निचामा तपाईँको उहाँले रोप्नु भएको छ बोडी र सिम। तर त्यो बोडी र सिम उखाल्ने बित्तिकै, मकै उखाल्ने बित्तिकै उहाँले टमाटर लगाइहाल्छ। टमाटर लगाएपछि टमाटर त्यसमा फल्न थाल्छ। अनि यसले त्यो टल्ले लगाएकै छ, तर भित्रभित्र त्यो बोडी र सिम सबै फलाइरहेको छ, टमाटर लगाइहाल्छ। अनि त्यस्तो गर्छ। अनि यहाँ तपाईँको पानीको सिँचाइ भनेको यही हो, पानीको सिँचाइ भनेको यही हो। यो हेर्नु न यहाँ छ, यही हो पानीको सिँचाइ। यतै पानी आउँछ अनि तपाईँको यसलाई यता आवश्यकता बन्यो यता जान्छ, उता आवश्यकता बन्यो उता जान्छ। अनि जसरी आवश्यकता हुन्छ त्यसरी जान्छ, यसरी गरेर सबैतिर जान्छ पानीको आवश्यकता। अनि तपाईँको यही हो पाहाडी किनकि यिनीहरूलाई ठाउँ कम हुन्छ र बढी उम्जनी गर्नु परेमा गर्नुहुन्छ। ल अब अर्को जानकारी चाहिँ अर्को भिडियोमा गरौँ। तपाईँको पाहाडको जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्नु होला र तपाईँको केही जिज्ञासा र कमेन्ट छ भने हामीलाई कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्न सक्नुहुन्छ तपाईँहरू।